के 25-30 लाखमै एक तल्लाको घर बनाउन सकिन्छ त? यो धेरैको मनमा पर्ने पहिलो प्रश्न हो। तर खर्चभन्दा पहिले हेर्नुपर्ने दुई मुख्य कुरा, घर कति क्षेत्रफलमा बनाउँदै हुनुहुन्छ र कुन स्तरको फिनिसिङ चाहनुहुन्छ। पहिलो कुरा, भविष्यको योजना। यदि अहिले एक तल्ला बनाउने तर भविष्यमा 2.5 तल्ला थप्ने सोच छ भने त्यही हिसाबले सुरुमै बलियो फाउन्डेसन बनाउनुपर्छ, नत्र पछि फेरि तोडफोड र अतिरिक्त खर्च अनिवार्य हुन्छ। दोस्रो कुरा, क्षेत्रफल र जग्गाको प्रभाव। 25-30 लाखमै घर बन्न सक्छ, तर खर्च तपाईँको घरको साइज, जग्गा भिरालो छ कि सम्म, माटो कस्तो छ र साइटसम्म गाडी पुग्छ कि पुग्दैन, यी सबैले निर्धारण गर्छ। तेस्रो कुरा, फिनिसिङको स्तर। फिनिसिङले नै सबैभन्दा धेरै बजेट फरक पार्छ। एउटा कमोड 15,000 देखि 1 लाखसम्म पर्छ। टाइल्स, झ्यालढोका, पेन्ट सबैमा सस्तोदेखि प्रिमियमसम्म विकल्प छन्। त्यसैले बेसिक, स्ट्यान्डर्ड कि प्रिमियम यो तय गर्नुपर्छ। चौथो कुरा, किन बिओक्यू आवश्यक? सबै कुरा स्पष्ट बुझ्न सुरुमै बिओक्यू बनाउने सबैभन्दा राम्रो उपाय हो। बिओक्यूले खर्च, सामग्री, फिनिसिङ सबै कुरा सुरुमा नै क्लियर गरिदिन्छ। यस्तै उपयोगी जानकारीका लागि सर्भिस नेपाल कन्स्ट्रक्सनलाई फलो गर्नुहोस्।